हेलो एभ्रिवान, होप सो तपाईहरु सबैजना ठिकै हुनुहुन्छ होला है। हामी धेरै टाइमदेखि भ्लग बनाउनु पाएको थिएन, घरमा मरौ भएकोले गर्दा एकदमै बिजी है। अन्त हिजोसम्म चाहिँ सबै सकेर कामहरु सकेर आज चाहिँ हामी एकछिन काम थियो र रिनक निस्किँदैछ है, म र मेरो हस्बेन्ड। सो त्यस्तो एक्साइटिङ त केही पनि छैन, बट स्टिल है हेर्दै गर्नुस् होला। यता चाहिँ मेरो हस्बेन्ड वेट गरिरहनु भएको छ। हेलो 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 ओके, अहिले भने चाहिँ हामी हिँड्यौँ। मेरो वाइफ चाहिँ एकदमै चप्पड 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 गरेको गरे होइन, बोलेको थियो। अन्त म चाहिँ त्यतिकै जिस्किँदै रिला गर्दै हिँड्दै थियौँ है, मजाले गीत सुन्दै गाडीमा। त्यो त सुनाउन पाइनँ किनभने कपिराइट लाग्छ है। अनि धेरै टाइम भएको थियो भ्लग नगरेको, अनि बाहिरतिर नगएको किनभने 15 डेज जस्तो भएको थियो है। अनि त्यही भएर सो आज बाहिरतिर निस्किने भनेर चाहिँ गएको। रिनोकमा धेरै कामहरू छ है, हेर्दै गर्नुहोस्। नयाँ नयाँ कुराहरू एड गर्दै तपाईँलाई देखाउँदै जानेछु। ओके, यो चाहिँ हो रोडाथाङ होइन। रोडाथाङ पहिला मैले जाँदाखेरि यहाँनिर केही नै थिएन, जब कम्पनीहरू आयो होइन। अहिले एकदमै बजार जस्तो भएको छ, हाइवे छ होइन, रोड पनि दामी छ है, मजाको भएको छ अहिले होइन। धेरै डेभलप हुँदो रहेछ कम्पनीहरू आयो भने है, हेर्दै गर्नु होला। अहिले भने चाहिँ रिनोकको जुन चाहिँ मेन बाटो छ त्यो चाहिँ ब्लक भएछ, त्यही कारण चाहिँ रिनोक मन्दिरको माथिकोबाट घुमेर बजार पस्दै गरेको। यो ओह्रालो एकदमै अप्ठ्यारो है, यो अप्ठ्यारो बाटो पनि हामी क्रस गर्दै अगाडि। अनि आजको रिनोक बजारको नजारा चाहिँ यस्तो छ होइन। अन्त आज बजार अलमोस्ट धेरैवटा दोकानहरू चाहिँ क्लोज रहेछ होइन। मैले केस काट्ने जग्गा पनि पाइनँ रिनोक बजारमा। अनि चाहिँ म रोडथाङमा केस काट्छु भनेर सोचेँ है। अनि म्याडम चाहिँ बिजी यहाँनिर मोबाइल चलाएर है। हामी जस्ट आइपुगेको छौँ रिनोक बजार। अनि अब धेरैवटा कुराहरू गर्ने हो, के किन्नु पर्ने छ। अनि त्यहाँदेखि हामी ब्याक टु होम हुने हो। ओके, अन्त यहाँ चाहिँ क्लिपहरू छान्दै गरेको हो। अनि हामी जहिले पनि बजार आउँछौँ एउटा न एउटा क्लिप चाहिँ किन्नै पर्छ हो, त्यही कारण चाहिँ मजाले यो क्लिप हेर्नु हुँदैछ। अहिले भने चाहिँ हामीले सबै कामहरू गरिसक्यौँ होइन। त्यहाँदेखि चाहिँ खाजा पनि अलमोस्ट हामीले खाइसक्यौँ। मैले चाहिँ खाइसकेँ, खाएर चाहिँ म भिडियो बनाउँदै थिएँ। अन्त उसले त याद पनि पाएन मैले भिडियो बनाएको पछाडिबाट है। त्यहाँदेखि खाना खाइसकेर त्यहाँदेखि हामी गाडीमा चढ्यौँ। चढेर चाहिँ अगाडि आएको रोड ब्लक यसरी ड्याङ्गे तार लगाएर छ, जाने उपाय छैन होइन। अनि कति बजी खोल्छ भन्ने यहाँको उस्तादलाई सोधेको, 3 बजी भन्यो। अनि 15 मिनट गाडी। हामी चाहिँ रिनोकमा सबै कामहरू गरिसकेर होइन चाहिँ फर्किँदै गरेको। अन्त यो जुन चाहिँ हाइवे थियो यो ब्लक भएको थियो नि त, बन्द थियो। आउँदा पनि हामी माथिल्लो बाटो आएको थियौँ, फेरि 3 बजी खोल्छ अरे भन्दै थियो परबाट, त्यही कारण पर्खेको होइन। 3 बजी एउटा खोलेपछि हामी जाने, 3 बज्नको लागि अझै छ 10-15 मिनट। 15 मिनट चाहिँ हामी यहाँ गाडीमा गफ गर्दै बसिरहेको छौँ। सक्यो, म पनि त खान्थेँ। बाटो खुल्यो 3 बजी होइन। अन्त त्यहाँदेखि चाहिँ हामी त्यो बाटो खुलेको रोड आयौँ होइन। यो रोड चाहिँ एकदमै बिग्रिएको थियो, रिनोकको एकदमै खत्तमै भएको थियो है। कार्पेटिङ हुँदै रहेछ, खुसी लाग्यो होइन। मजाको कार्पेटिङ भइरहेको छ, एकदमै
अहिलेको गभर्मेन्ट है एसकेएम सरकारलाई एकदमै हामी थ्याङ्क यू भन्छौँ यही भिडियो मार्फत। किनभने यो रोड यति साह्रो खतम थियो कि यहाँ के भन्नु, यहाँ कुद्न यस्तो इजी लाग्थ्यो होइन। तर आजको दिनमा यति मजाको रोड भएछ, खुसी लाग्यो। त्यहाँदेखि हामी गफ गर्दै फेरि ब्याक टु त्यही हाइवे रोड हामी आयौँ है। म चाहिँ गरम भएर जाँदिनँ भन्ने हो, अन्त उहाँ चाहिँ केस काटेर आउनुभयो। यता हेरिदिनु न, ह्यान्डसम देखिरहेको छ। थ्याङ्क यू, ह्यान्डसम देखिएको छु एकदम। रेसिपी ह्यान्डसमै हुनुहुन्छ, अहिले झन् ह्यान्डसम देखेँ। र आज चाहिँ हाम्रो दिन त्यस्तै भयो है। जस्तै भए पनि ब्युटिफुलै लाग्यो। हामी दुईजना साथमा हुँदा चाहिँ ब्युटिफुलै हुन्छ होइन। अन्त मेरो हस्बेन्ड चाहिँ पुरा थाक्नु भयो अरे, सो बोल्नुको त्यस्तो मुडै छैन उहाँको चाहिँ हो। मै एन्ड गरिदिउँ भनेर आइपुग्नु आँट्यो। अब विदिन 5 मिनट्स चाहिँ हामी घर पनि पुग्छ हो। आजको भ्लगमा हामीले त्यस्तो त केही हाल्नु पाएन, तर पनि अब हामी आउँदो भिडियोहरूमा है कोसिस गर्नेछौँ। हेर्दै गर्नुहोस् होला घर जाने बाटो। अब चाहिँ वी आर अबाउट टु रिच होम। सो सी यू गाइज।